गाना यही हजुर म बजाइदिन्छु आमा सन्चै हुनुहुन्छ यसपालि पनि आउन पाउँदैन जस्तो छ घरमा पनि नजा भनेको छ छोरी पहिलाको वर्ष नि आउनु नभन्यो यो वर्ष त जसरी नै आउन तिम्रो मुख पनि हेर्न नपाए पहिला जाने गयो मेरो ल आमा अहिले फोन राख्छु है सरी ओइ माइली क्या नलाग्छेस जामतला तिजको दरखानी कार्यक्रम छ आज त मजाले उफ्रेर नाच्ने होला नि माइत जान नपाए के भयो त हामी छौँ नि मिलेर रमाइलो गरौँला नि जामिन हुन्छ दिदीहरू हजुरहरू जाँदै गर्नु म आइहाल्छु Let's go girls
आमा, यसपालिको तीजमा म आउन नपाए पनि खुसीसँग मनाउनु है। यो तीज त यस्तै भयो, अर्कोचोटि त पक्कै आउँछु। ल छोरी, आफ्नो ख्याल राख है। तिम्रो लागि त हो नि छोरी, यो अलक्षणी आएदेखि त यो घरमा न त सुख शान्ति छ न त तिमीले राम्रोसँग खाने पाएकी छौ। बिचरा मेरो छोराले विदेशमा कति दुःख गरिरहेको छ यी यसैको लागि। त्यसो नभन्नु आमा, हजुर भनेको त हाम्रो घरको लक्ष्मी हो, सान हो। हामीलाई पनि त पछि अरूको घर जानु छ, त्यति बेला हामीलाई पनि यस्तो व्यवहार गरेपछि के हुन्छ? तपाईँले कहिले सोच्नु भएको छ? बुहारी, मलाई माफ गरिदियो। जानी नजानी मैले तिमीलाई धेरै अत्याचार गरेँ। अबदेखि कहिले यस्तो गर्दिनँ। जा मेरो घर, त्यो पहिलाको कुरा सबै बिर्सिदिए।